लोहे आज यता हामी पनि आज संसारी पूजा गरियो। अब पानी मजाले पर्छ होला। ए यता दिदीहरू धुने पखाल्ने गर्दै हुनुहुन्छ। उता काटकुट, उता पनि काटकुट, यता खिर पाक्दैछ, यता कुखुराको मासु पाक्दैछ, उता पठ्याङ्ग्रीहरू, यता खाना पाकिसकेको छ रेडी। यता हाम्रो यता संसारी माईको थान, यता हाम्रो मामा, यता हाम्रो संसारी माईको थान यता छ है साथीहरू। पानी पर्छ नि होइन आफै आज मजाले। लो संसारी माईको पूजा आज मजाले गरिएको छ। हाम्रो जेठा मामा धामी है। आज पानी पर्छ नि होइन आफै मजाले गरियो नि है पूजा त। बेलुका चाहिँ है फेरि अहिले पऱ्यो भने त फेरि भर्खर हामी यता खाने पिउने यता फेरि पकाउने गर्दैछौँ। फेरि अहिले नै परिहाल्यो भने त बर्बाद होला। त्यही भएर भरे बेलुका चाहिँ मजाले पानी मजाले पानी परेछ भन्दै हामीले संसारी माईको पूजा आज वैशाख आज कति गते बास ए वैशाख 12 गते शनिबार आज संसारी माईको पूजा गरियो। सबैजना गाउँलेहरू भेला भएर। लो साथी हो यस्तो छ। हाम्रोतिर चाहिँ गरिसके संसारी पूजा। तपाईँहरूकोतिर गरे कि गरेन है? तपाईँहरूकोतिर कस्तो भयो संसारी पूजा? ए यहाँ मासु पाक्दैछ है साथी हो, मासु पाक्दैछ। कुकै आधा कसरी मात्रै ल। आज 12 गते तर 12 बजे छैन। 83 साल 2083 साल वैशाख 12 गते शनिबार आज हाम्रोमा। यतातिर यस्तो पो हुँदैछ है साथी हो।